म चाहिँ के भन्छु त भन्दाखेरि बच्चाहरूलाई अब बर्थडे गिफ्ट चाहिँ कम्पनीको सेयर्सहरू दिनु पऱ्यो कि भेरी राइट एकदमै 10,000 5,000 रुपियाँ दिनुभन्दा बरु ल डिम्याट एकाउन्ट एउटा खोलेर ल यो पेरेन्ट्सहरूलाई नै यो बच्चालाई चाहिँ ल यो कुनै कम्पनीको सेयर किनेर राखिदेऊ न भने चाहिँ द्याट विल मेक मच मोर सेन्स। त्यसपछि त्यो बच्चाको होइन लाइक बच्चा चाहिँ हुर्किँदै जाँदाखेरि कसैको गरेकै छैन होइन 7-8 वर्षमा पुग्यो भने चाहिँ फर्स्ट स्टार्ट केबाट गर्ने? डिम्याट एकाउन्ट खोलेर आइपिओ भन्न लागि बच्चालाई त्यो सबैलाई त्यही नै हुन्छ स्टार्टिङ। सानो अमाउन्टबाट सुरु गर्ने भनेको तपाईँको धेरै अप्सन छैन क्या नेपालमा इन्भेस्टिङ द्याट इज वाइ अब जे अप्सन छ त्यसलाई त युटिलाइज गर्नु पऱ्यो नि त। अनि कसैले केही नै गर्नु भएको छैन अब सुरु गर्नु 40-45 भइसक्दा पनि अहिले सुरु गर्दा पनि त्यसले के सेन्स बनाउँछ त? 40-45 भइसक्नु भयो भनेपछि चाहिँ एसआइपी सेन्स बन्दैन, स्टक मार्केटै सेन्स बन्छ। 40-45 भइसक्नु भयो भनेपछि अभियसली तपाईँले अलिकति ठुलो अमाउन्ट चाहिँ जोहो गर्ने चाहिँ ठाउँमा त पुगिसक्नु भयो। सो त्यो ठुलो अमाउन्ट गर्दाखेरि चाहिँ तपाईँले गर्ने भनेको व्यवसायहरू नै हो, बिजनेस एक्विजिसन, बिजनेसहरूबाटै रिटर्न खोज्ने हो, सेकेन्डरी स्टक मार्केटबाटै रिटर्न खोज्ने हो, अनि त्यसपछि रियल इस्टेट फ्लिपिङबाटै बिजनेस खोज्ने हो, अनि त्यसपछि अब अर्को भनेको चाहिँ साथीभाइहरूसँगको अरू व्यापार व्यवसाय नै अगाडि बढ्न जाने हो।